नमस्ते र वेलकम ब्याक टु माई युट्युब च्यानल। मेरो युट्युब च्यानलमा सबैजनालाई स्वागत छ है। आज चाहिँ हल्का हामी चाहिँ हिले डाँडा छौँ है। अब हिले डाँडाको घुमघाम त्यस्तो भइरहेछ, चिसो चिसो तातो तातो चटपटे सटपटे खाइएर नि है। अब यता तल चाहिँ 4वटा पोखरी छ है। त्यो पोखरीभित्र माछाहरू छ है। रातो रातो पहिलो पहिलो रङको चाहिँ छ है। आज पनि एउटा भिडियो चाहिँ ल्याएर चाहिँ तपाईँहरूको सामु उपस्थित भएर म आइसकेको छु साथीहरू। अब यस्तो हेरेर चाहिँ मलाई चाहिँ आजको मेरो भिडियो कस्तो हुन्छ मलाई कमेन्टतिर भन्नु होला साथीहरू। हिले डाँडा चाहिँ पुगिसकेको छु। आजको यो हाम्रो यो हिले डाँडामा चाहिँ अब 6-7 जना जति हुन्छु मलाई। अब भान्जीहरू आउँदैन छ है। हल्का घुमघाम हुन्छ। त्यही भएर म चाहिँ अहिले चाहिँ टक्कै हिले डाँडा छु है। पसल राखेको छ क्या लगाइ छ है। हिले डाँडा यस्तो छ। आज चाहिँ दामी लागिरहेको छैन रहेछ, त्यही भएर आवाज पुरा चलिरहेको छ है। त्यही भएर हजुर भारी है हावा नि चलिरहेको छ है। कहिले कहिले लाग्दो रहेछ, जाडो चाहिँ अति बढिरहेको छ। अनि के छैन यहाँ तल कस्तो देखिँदो रहेछ। यहाँदेखि चाहिँ तपाईँहरूलाई म देखाउनु गइरहेको छु है। उसले गर्दा किन देखिरहेको छैन कस्तो देखाउनुको यस्तो रहेछ। यहाँ तल चाहिँ काम यहाँ तल चाहिँ लागिरहेको छ, यहाँ छैन, जाडो छ यो साथीहरू है। अब चाहिँ पुल चाहिँ यहाँ पर रहेछ, तिमी म तपाईँले देखाउनु गइरहेको छु। अब म नि पहिलोचोटि हो घुमेको, जाडोले गर्दैन यस्तो भइरहेको छ होइन। यस्तो जाडो छ यहाँ चाहिँ रोड नै रहेछ है साथीहरू। रोड यस्तो रहेछ होइन, खारै रहेछ है। पुल चाहिँ निकै लामो नै रहेछ है। यस्तो रहेछ नि त हामी पुल चाहिँ यस्तो राम्रो है। यहाँ मुनि चाहिँ के रहेछ, यहाँ मुनि चाहिँ पोखरी रहेछ सायद, त्यहाँ माछा हुन सक्छ है। बादलले गर्दा उसले गर्दा चाहिँ के नि नदेखिने रहेछ साथीहरू। पुल चाहिँ राम्रै बनाएको रहेछ नि त होइन। सँगले मुनि चाहिँ पोखरी रहेछ है। यस्तो छ अब म चाहिँ बिचमै पुगेर चाहिँ म तपाईँले म देखाउनु गइरहेको छु। यस्तो छ राइट। यो पुलको मुनि चाहिँ यस्तो रहेछ है। एउटा चौतारा त्यहाँ जस्तो छ, यस्तो एउटा रहेछ, दुईवटा कता उसले गर्दा किन देखिने रहेछ है। त्यो भएर जस्तो छ होइन। अब यहाँदेखि मुनि खसियो भने त नि यस्तो छ मजा। अहिले चाहिँ बिचमै छु है। यस्तो रहेछ यहाँ 2-4टा पोखरी रहेछ। ए हो रातो रातो माछा नि रहेछ है गाइस। तपाईँलाई म देखाउनु गइरहेको छु है। माछा पोखरीमा चाहिँ माछा रहेछ। मैले चाहिँ देखेँ, मैले अब पहिलोचोटि आएको हो नि त। उसले त स्वागत गर्नु पर्यो, उद्घाटन गर्नु पर्यो टाक है। यस्तो छ हिले डाँडा चाहिँ साथीहरू। पुल चाहिँ यस्तो लामो रहेछ, निकै लामो रहेछ। म त यस्तो भइरहेको थिएँ है। त्यो भएर म चाहिँ अब तपाईँहरूले म त्यो पोखरीमा चाहिँ के छ यो मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो यो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला है। यो चाहिँ बिहेतिर नि
चाहिँ बसिन्छ बस्ने ठाउँ यहाँ बनाएको रहेछ है राम्रोसँगले यो पोखरीमा चाहिँ गएर चाहिँ पोखरीभित्र चाहिँ के रहेछ है खम्बा नि रोपिरहेछ त्यो खम्बामा के हो थाहा होइन यहाँ तलदेखि चाहिँ तपाईँले नजिकदेखि म देखाउन गइरहेको गाइज कस्तो रहेछ टक्कसँगले है म चाहिँ पोखरीमा पुगिसकेको छु है पोखरी यस्तो छ माछा म तपाईँलाई देखाउन गइरहेको छु देखा परेको छैन माथिल्लोमा देखिन्छ ओहो पनि बेसी पैसा चाहिँ यहाँ राखेर यस्तो गरेर चाहिँ त्यो गरिसकेछु माछा नि तपाईँलाई म देखाउन गइरहेको थिएँ तर नजिक जाँदा चाहिँ अलि लुक्दो रहेछ है त्यो भएर टाढादेखि चाहिँ आँखा चाहिँ देखाएको छु पुलिस त छ है म चाहिँ अब उन्मुनि छु साथीहरू उन्मुनि छु कालीमा पिँदैछु हाम्रो कान्छी भान्जीहरू नि आइसकेको रहेछ 3 जना मात्रै आएछ है भान्जी नि भ्लग बनाउँदै रहेछ है हेलो म चाहिँ अब मिठाई खान गएँ पैसा नि दियार त खाँदैन नेपाली खुकुरी खाँदैन चटपटी किन नि चटपटी खाने भोक लाग्यो नि त मलाई त दियरहरू आम्मै यस्तो खाइयो भने त अनि आज घर पुगिँदैन होला नि चटपटी बनाइदिनु अरू त अब एकछिनमा हाम्रो हिले डाँडामा चाहिँ सिक्किमे है बियर रेडबुलतिर चाहिँ को चाहिँ व्यवस्था चाहिँ रहेछ है सिक्किमै हो त त्यहाँ खुकुरी चाहिँ हो खुकुरी रहेछ आउनु होला हाम्रो हिले डाँडा तङ्बा खानु है चटपटे नै मिठो बनाउनु हुँदो रहेछ दिदीहरूले बाइकले पछाडि भोक लागेर झुलामा चाहिँ के छ त्यस्तो आलु चप विशालु चप त्यो चिया सिया चाहिँ खाइहाल्नु त लु बोलिदिनु त दिदी पहिला चाहिँ चिया तताइदिनु ल आलु चप यहाँ बनाउनु यतातिर चाहिँ चिया लु चिया मिठो तताइदिनु त दिदी हिले डाँडामा चट्टोसँगले है यतिको चाहिँ व्यवस्था छ है दिदी यो के हो प्याज अब दिदी यो त मधेसी हुन्छ के बोले भाइ अब के बोले
के छ थाहा हामी बोले अनि हामी म त फेरि म थिसी भन्छु नि त अनि यो चाहिँ यो साग हो यो त या मात्र भन्छौँ या यहाँ धनिया भन्दो रहेछ हाम्रोतिर चाहिँ या के खाने रातो लुगा लाउने चाहिँ मेरो कान्छी है हिले दादा आउनु मन हुने इच्छुक मेरो साथीभाइहरूलाई चाहिँ यतिको चाहिँ सुविधा चाहिँ हिले दादामा चाहिँ राखेको रहेछ चिया चिया हिले डाँडातिर चाहिँ आउँदाखेरि चाहिँ अलि बाक्लो लुगा ज्याकेट चाहिँ बोकेर आउनु किनभने अलिक जाडो हुन्छ है अब ज्याकेट नबोक्नेले चाहिँ सिलक बोकेरै आउनु होला किनभने अब जाडो पनि हुन्छ नि त एउटा हावा चलिरहेको छ ल्याएर आउनु होला मेरो ज्याकेट दिएको छु है अनि कहाँ भान्जी लुकी अनि लजाउनु भएको कि मामाहरूसँग खाना आलु चप Oh my god! Wow! के बोरे नाम सिक्रेट खाएर पो फुटुम जानुपर्छ ल हिले दादा वेलकम टु माई हाम्रो भान्जी भाइरल सपना त धेरै भएको छ यता मान्छेहरू पछाडि त्यहाँ त हावाले चाहिँ सबै पुऱ्याएर है ज्याकेट चाहिँ अलिक मुटु लगाएर आउनु पर्ने रहेछ है साथीहरू झन्डै हाम्रो भाइ त लगाएर यस्तो छ हामी चाहिँ अब पुलतिर फेरि जाँदैछौँ ल मेरो कान्छी है हामी चाहिँ अहिले हिले डाँडाको पुल भन्छ होइन पुलमा चाहिँ बिचमा तल पोखरी छ तल पोखरी नै छ यो भित्र चाहिँ माछा छ है त्यहाँबाट चाहिँ भान्जी बुहारीहरू चाहिँ आउँदै हुनुहुन्छ हामी चाहिँ यहाँ असलले साथीहरू यो चाहिँ अहिले चाहिँ यता टावर हेर्नेतिर चाहिँ जाँदैछौँ है यहाँतिर चाहिँ ड्युटी बस्ने जति गरेर एउटा बाटो जेता हो मान्छेहरू यहाँ पर पुगिसक्यो बादल लागेर चाहिँ निकै नरमाइलो लागिरहेको छ आज यहाँ छ माथि चढेर चाहिँ बत्तल फुटाउने गर्छ भनेर त्यस्तै बारबेर गर्दैछ भने के सुनिरहेको थिएँ यो डाँडामा चाहिँ टावर चाहिँ यहाँ छ यहाँ चाहिँ हल्का बारबेर चाहिँ पुरा बनाउँदै रहेछ साथीहरू अझ यो हुइसोले गर्दा नि हल्का राम्रो देखिरहेको छैन है त्यही भएर अनि यता त रात परिसक्यो त एकदमसँगले बनाएर चाहिँ राम्रो बनाएको रहेछ है एकदमै राम्रो भएको छ साथीहरूले चाहिँ चार रक्सी खाएर बियर सियर खाएर चाहिँ माथि चढेर चाहिँ माथिदेखि बोतल फ्याल्दो रहेछ है त्यही भएर मार्ने चाहिँ गरिरहेको छ म के भन्न चाहन्छु भन्दाखेरि हाम्रो यो हिले डाँडामा चाहिँ डाँडाको मान्छेहरू चाहिँ घुम्नु हुन्छ है यो टावरमा चाहिँ गएर चाहिँ माथि चढेर सिसा चाहिँ नफुटाइदिनु होला
माथि त हाम्रो यस्तो राम्रो अब हिले डाँडा है अब यहाँ पुल पनि बनाएको छ अब त्यही माथि है अब माथि टाउरमा गएर चाहिँ हल्का सिसा फुटाउँछ अब डेटिङ बस्नेहरूले चाहिँ अब त्यो बोतल एक ठाउँ राखेको भए राम्रो हुन्थ्यो है किनकि अब केही छैन गरिसक्दा चाहिँ त्यो अब सिसा चाहिँ नफुटाउनु है अब त्यहाँ खडुहरू लाग्छ कुकुरहरू चाहिँ हाल्नु भनेर अब त्यसको अर्थै भएन नि साथीहरू चारभन्दा डर चाहिँ त्यस्तो बानी चाहिँ छोडिदिनु पऱ्यो है अब डेटिङ बस्दा नि हल्का त्यो बोतल सतलहरू खाएर चाहिँ एक ठाउँमा राख्नु होला केही छैन आइन्दा चाहिँ त्यस्तो नगरिदिनु होला साथीहरू है अब यसो गर्नु भनेमा बानी के चाहिँ नभन्नु है अझै हल्का अरू आएर पनि यता अब यस्तो नराम्रो देखिन्छ नि त त्यही भएर तपाईँहरूले भनेको मात्रै हो नरिसाइदिनु होला गल्ती भयो माफ है होइन मलाई चाहिँ थाहा छैन मलाई चाहिँ रमाइलो भइरहेको छ होइन रमाइलो हो मलाई रमाइलो भइरहेको छ खाना पाक्छ है के खाने खुकुरी खाने होइन खुकुरी खाएर चाहिँ हल्का यस्तो 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 भएर जाने हो घर कस्तो यस्तो 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 भइरहेको छ मान्छे लडिन्छ है आजको भिडियो कस्तो भयो खास त्यति राम्रो चाहिँ भएन होला अनि तपाईँहरूले राम्रो मानेर चाहिँ हेरिदिनु होला है आजको भिडियो चाहिँ यस्तै भयो है कतिको राम्रो म के बोलेँ त्यो अब नराम्रो शब्द बोलेँ भने म माफी चाहन्छु है त्यसैले गर्दा आजको भिडियो मेरो चाहिँ यति नै हो म चाहिँ अहिले चाहिँ यो पुलमा छु है आजको भिडियो यस्तै भयो है कतिको रमाइलो भन्दा पनि त्यति रमाइलो चाहिँ मलाई त्यति नै रमाइलो मलाई रमाइलो आजको भिडियो यस्तै भयो साथीहरू अर्को भिडियोमा फेरि अब भिडियो चाहिँ ल्याएर चाहिँ तपाईँहरूको सामु चाहिँ उपस्थित हुने नै छु साथीहरू अब के गर्नु त्यस्तै जाँदा हुन्छ है तर के छैन नेक्स्ट टाइम फेरि भेटौँला साथीहरू आजको भिडियो यस्तै हो बाई बाई